नमस्कार। यो अल्लो जानेपछि अल्लो नजानेपछि झल्लो। यसले चाहिँ नजानेर समायो भने यसले चिल्छ, सिस्नुभन्दा अलि राम्रैसँग चिल्छ होइन, पोल्छ। चिल्ने भन्ने कि पोल्ने भन्ने जे होस् गर्छ यसले। र यो चाहिँ उत्पादनको हिसाबले हाम्रो यो क्षेत्रमा गुनास गाउँपालिकाका विभिन्न वन क्षेत्रमा यो प्रशस्त मात्रामा पाइन्छ। यसलाई हामीले राज्यको आर्थिक आम्दानीको स्रोत बनाउनुपर्छ भन्ने हाम्रो सोच छ। र यो खासमा यसले रेसेदार कपडाहरू तयार गर्ने, अहिले अल्लोका कोटहरू होइन, अल्लोका टोपीहरू, अल्लोबाट बनेका विभिन्न भेराइटीका चाहिँ वस्त्रहरू बजारमा पाइन्छन्। यो अल्लोलाई हामीले व्यवसायीकरण गर्न सक्यौँ भने कपडाका लागि कच्चा पदार्थ र कपडै पनि भनौँ न, त्यसको लागि विदेशी नै पैसा चाहिँ रकम चाहिँ नेपालमै रोक्न सकिन्छ। रोजगारी सिर्जना हुन्छ, उद्यमशीलता बढ्छ। विभिन्न ठाउँमा पाइन्छ, यो गुनासमा मात्र भएन, यो हाइटमा पाइन्छ। कहाँदेखि कहाँसम्म पाइन्छ त भन्दाखेरि यहाँ जानकारी भएअनुसार चाहिँ समुद्री सतहको त्यही 1000 देखि 2500 सम्मको हाइटमा मैले यो देखाएको छु। यो खासमा अलिकति शीतल हुने ठाउँ, घाम धेरै नलाग्ने ठाउँ, अलिक ओसिलो ठाउँमा यो देखिन्छ, खोला खाप्सामा। यसलाई चाहिँ हामीले आर्थिक आम्दानीको स्रोत बनाउने, यसको खेती गर्ने विषयमा चाहिँ वन ऐनसँग सम्बन्धित विषय पनि छ। यसले चाहिँ अहिले पनि बिक्री वितरण र उता भइरहेको छ व्यापार, तर यसलाई अझै व्यावसायिक बनाउन र खेती गर्नलाई यसलाई प्रबन्धन गर्नुपर्छ। र यसको लागि यो अल्लो प्रशोधनका उद्योगहरू होइन, उत्पादन त्यसका भेराइटीहरू कति बनाउन सकिन्छ, यसको अध्ययन अवलोकन गर्न सकिन्छ। उद्योगहरू स्थापना गर्ने सबै गर्न सकिन्छ। चिल्ली नै हाल्यो, यो समातेको पोलिहाल्यो होइन, हामी चिल्ने भन्छौँ पोल्नेलाई। आगोले त पोल्छ, यसले चिल्छ क्या, कुरो त्यस्तो छ होइन। यो अल्लोका विषयमा जानकारी मैले दिएँ है त, धन्यवाद।